कल्पना गर्नुहोस्, हरेक दिन ब्लड प्रेसरको औषधि खानु पर्दैन। वर्षमा जम्मा 2वटा सुई लगाएर बिपी नियन्त्रणमा गर्न सकिन्छ। सुन्दा कस्तो अचम्म लाग्यो होला, तर हो मेडिकल साइन्स, विज्ञान यही दिशामा अगाडि बढिरहेको छ। हेलो एभ्रिवान, म डाक्टर आजम। आज हामी कुरा गर्दैछौँ हाइपरटेन्सन अथवा हाई ब्लड प्रेसरमा भविष्य बदलिन सक्ने एउटा नयाँ उपचारको बारेमा। रिसेन्टली म एउटा कन्फरेन्स एटेन्ड गर्दाखेरि मैले यो नयाँ ड्रगको बारेमा थाहा पाएर त्यसको बारेमा बुझ्दाखेरि कस्तो तपाईहरुसँग शेयर गरौँ भन्ने हिसाबले मैले यो भिडियो बनाएको। खास ब्लड प्रेसर किन खतरनाक छ त? नेपाल र दक्षिण एसियामा धेरै मानिसहरूलाई ब्लड प्रेसर भएको थाहा नै हुँदैन। औषधि नियमित खान नपरोस् भनेर कतिपय मान्छेले औषधि नै खान खोज्दैनन्। हैन डाक्टर साहब, औषधि खायो भने जीवनभरि नै खानुपर्छ भन्ने सोचाइ र ब्लड प्रेसर कन्ट्रोल नहुँदा हृदयघात, हार्ट अट्याक, स्ट्रोक, प्यारालिसिस, किडनी फेल हुने समस्याहरूको जोखिम बढ्दै जाने हुन्छ। हो, समस्या औषधि नभएर समस्या यहाँ चाहिँ एडहेरेन्स भनेपछि नियमित औषधि खानुपर्छ भन्ने डरले मात्र मान्छेहरूले, धेरैजसो मान्छेहरूले औषधि खान नखोजेको जस्तो देखिन्छ। अब दैनिक औषधि खाँदाखेरिको हाउ पक्कै पनि केही न केही अलिकति समस्याहरू हुन्छ। कतिपय मान्छेको भुल्ने बिमारी हुन्छ, बिर्सिन्छ। कतिपय मान्छेले हैन हिजो त खाएकै थिए, आज नखाए त के नै होला र एक दिन नखाए पनि चल्छ होला नि। अथवा औषधि हैन बिपीको दबाई फलानो मान्छेले, मेरो छिमेकीले भनेको थियो बिपीको औषधि खायो भने त ब्लड प्रेसर कन्ट्रोल हुनको साथ त किडनीलाई पनि हान्छ, किडनीलाई पनि असर गर्छ। कस्तो विडम्बनाको कुरो। तर यदि यस्तै हो भने तपाईँ एक्लै मात्र हुनुहुन्न, धेरैजना मान्छेहरूको सोचाइ यस्तै हुन्छ। अब विश्वभर ब्लड प्रेसर कन्ट्रोल नहुनुको मुख्य कारण नै नियमित औषधि नखानु नै हो। अब हामी कहाँ मेडिकल साइन्सेसमा एउटा नयाँ ड्रग, जसलाई हामी चाहिँ जाइल्बेसिरान भन्छौँ, यो एउटा न्यू ड्रग हो, इमर्जिङ ड्रग हो, अझै पनि मार्केटमा आइसकेका चाहिँ छैन। तर मलाई इन्ट्रेस्टिङ लागेको भएर तपाईहरुसँग यो शेयर गरौँ भन्दाखेरि यो एउटा नयाँ प्रकारको औषधि जसले बिपीको ट्रिटमेन्टलाई नै रिभोल्युसनाइज गर्छ वर्ल्डभरि। अब बिपी बढाउने, बिपी बढेपछि त्यसलाई सर्ट टर्मलाई कन्ट्रोल गर्नुभन्दा पनि बिपी बढाउने जुन पदार्थ, केमिकल्सहरू हुन्छ, त्यसको उत्पादनलाई नै कम गरिदिएपछि बिपी आफै पनि एउटा स्ट्याटिक लेभलमा हुन पायो। अब यसले चाहिँ महिनौसम्म काम गर्छ, लङ टर्म। प्रत्येक दिन तपाईले चाहिँ औषधि गोली खाइराखे जस्तै सधैँभरि खानु परेन। अब हालसम्म यो चाहिँ अहिले पनि स्टडी फेजमै छ, फेज 2 ट्रायल्सहरूमै नै छ। अब यो चाहिँ ट्याब्लेट भन्दा पनि इन्जेक्सन फर्ममा, एउटा सुईको फर्ममा चाहिँ आउने गर्छ, जसले चाहिँ तपाईको ब्लड प्रेसरलाई 3 देखि 6 महिनासम्म कन्ट्रोल गर्ने इफेक्टिभनेस देखाएको छ। भनेपछि 1 वर्षमा 2वटा सुई लगायो भने तपाईको ब्लड प्रेसर सामान्यतया एउटा लेभलमा मेन्टेन गर्न चाहिँ सकिन्छ। अब यसबाट सबैभन्दा धेरै फाइदा हुन सक्ने कसलाई भनेपछि अब नियमित औषधि खान बिर्सिने, अब हाम्रो धेरैजसो ब्लड प्रेसरको पेसेन्ट्सहरू ओल्ड एज, अब बुवा हजुरबुवाहरूको उमेरका मान्छेहरू बिर्सिने बानी, हिजो बिर्सेँ बाबु, अस्ति खान बिर्सेँ, आज बल्ल खाँदैछु, त्यस्ता बिरामीहरूलाई फाइदा। अथवा रेजिस्टेन्ट हाइपरटेन्सन, जसलाई 3-4वटा औषधि ब्लड प्रेसरको चलाउनु परेको, धेरै औषधि खाइरहेको बिरामी, अथवा स्ट्रोक र हृदयघातको रिस्क उच्च जोखिम भएका व्यक्तिहरूलाई चाहिँ धेरै फाइदा हुन चाहिँ सक्छ। दैनिक औषधि खानु पर्दाखेरि चाहिँ हरेक दिन औषधि सम्झिन पर्ने, छुट्ने सम्भावना बढी हुने, बिपी फ्लक्चुएसन। अब जतिखेर तपाईको 2 टाइमको औषधि थियो भनेपछि एउटा औषधिले तपाईलाई 12-14 घण्टासम्म ब्लड प्रेसर कन्ट्रोल गरिरहेको थियो भनेपछि साँझको औषधि तपाईले बिर्सिनु भयो भनेपछि तपाईको बिहानसम्मको ब्लड प्रेसर नर्मल रेन्जमा हुने, अनि साँझ औषधि छुटेको बेलामा चाहिँ हजुरको ब्लड प्रेसर हाई हुन जाने अथवा लो हुन जाने हो। त्यस्ता कुराहरू बिपीको फ्लक्चुएसनले चाहिँ म्यानेज गर्छ। यो औषधिलाई चाहिँ वर्षमा 2वटा इन्जेक्सन लगाएर स्थिर बिपी कन्ट्रोलको रूपमा चाहिँ हेर्न चाहिँ सकिन्छ। अब बिपी म्यानेजमेन्टलाई एकदमै सजिलो बनाउन सक्ने र रिस्कहरू पनि कम गराउन सक्ने र एक रोग एक इन्जेक्सनको युग सुरु हुने सम्भावना जस्तो देखिन्छ। यो हाल अब एउटा महत्त्वपूर्ण जानकारी भन्दाखेरि यो औषधि हाल अझै पनि अध्ययनकै चरणमा छ, रिसर्चकै उसमा छ, स्टिल आइसकेको चाहिँ छैन, सबैको लागि उपलब्ध भइसकेको चाहिँ छैन। तर भविष्यको चिकित्सा कता जाँदैछ भन्ने सङ्केत स्पष्ट छ। अब भविष्यमा बिपी कन्ट्रोल गर्न दैनिक गोली हैन, वर्षमा केही सुई मात्र लगाए पर्याप्त हुन सक्छ।
स्वास्थ्यको भविष्य बदलिँदैछ र जानकारी नै पहिलो उपचार हो। त्यही भएर मैले यो जानकारी तपाईलाई सेयर गरेँ। यस्तै केही नयाँ जानकारीहरू आएमा म अवश्य सेयर गर्नेछु। हस्त धन्यवाद। फेरि भेटौँला अर्को भिडियोमा।